नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ दिनको सुरुवात भइसकेको छ। आज चाहिँ हामी दिउँसोभरि दिउँसो जौ काट्नु भनेको दिउँसोभरि घाम लगाएर हामीले काट्नु पाइन, त्यो सुतेको भर्खर उठेर हामीले नास्ता सास्ता खायौँ होइन। अब जानुपर्छ हामी माथि जौबारीतिर। मेरो बजेहरूले चाहिँ यहाँ दही र चिया खाँदैछन्। लु गाइज एकछिनपछि भेट्नुपर्छ हाम्रो जौबारीमा। दही र बिस्कुट आलु हामीले चाहिँ आलु खने सकेर पोखरा जाने भनेको आलु चाहिँ नसकिला जस्तो छाड भयो, पानी परिन। आलु खन्ने भनेको 1-2 दिन खनियो, त्यसपछि धुलो त बुङ बुङ भयो। खनेको आलु नि रातो न पिरो भयो गाइजहरू। पानी कहिले पर्ने रहेछ र हामी चाहिँ अब आलु नखन्ने अवस्थामा पुग्यौँ। पानी परे मात्र खन्ने। हामी चाहिँ जानुपर्छ जौबारीमा। घाम नि कति साह्रै टलक्क लगाएको। आज हामीले दिनभरि जौ खाने प्लान बनाएको थियौँ तर हाम्रो सफल भएन। त्यही पनि हामी हरेस खानु हुँदैन, हामी जान्छौँ जौबारीमा। हामी चाहिँ जौ काटेर घाँस चाहिँ भैँसीलाई खुवाउनु पर्छ। हाम्रो भैँसीको गोठ चाहिँ यहाँ छ, त्यहाँ पाराहरू छ। ठुल्ठुलो भैँसीहरू चाहिँ गइसक्यो बना। गाइजहरू हाम्रो के अरे जौबारी चाहिँ यही हो। जौै जौ उल्ला खेत, तल माथिको खेत सबै जौै जौ छ। तल्ला खेत आलु छ भने उल्ला खेत जौै जौ, अनि पल्ला खेत चाहिँ मकै छ। हाम्रो मकै खेत चाहिँ लास्टै ठुलो छ है गाइजहरू। हाम्रो कति धेर छ देखाउनै सक्न म। यता फेरि यो सबै मकै हो। तलको भयो आलु, यहाँ भयो जौ। हामी चाहिँ काट्नुपर्ने हुन्छ। यो जौ पाकिसकेछ जौ। हाम्रोमा चाहिँ घाउ चाहिँ रोप्दैन गाइजहरू, किनभने चराले खान्छ। हाम्रोमा चरा लाग्छ, त्यही भएर हामी चाहिँ घाउ रोप्न जौ मात्र रोप्छौँ हामीले। हाम्रो घर चाहिँ सबै युट्युबर भएर मारेकै काम गर्ने भन्दा धेरै हेर यो सब जौ हेर त गाइजहरू। मलाई चाहिँ तिर्खा लाग्छ भनेर पानी मिलेको। कमला फाइजा कति अल्छी छ भनेर नभन्नु होला। म चाहिँ एकदम जाङ गरेर पछि बोल्ने फ्यातिउडी चाहिँ अझै पानी घोटाइदियो झन्। शीतलोमा राख्ने हो दिदी यो पानी? यो पानी चाहिँ शीतलोमा राख्नुपर्छ कि गाइजहरू। रात किन हुन्छ हजुर, दिन किन हुन्छ। हेर्नुहोस् गाइजहरू, यो चाहिँ हाम्रो जौबारी। यो जौबारीबाट टन्न आउँछ हाम्रो जौको दाना, यसबाट आउँछ बाबा। यो जौमा हुन्छ हाम्रो करोडको लगानीबाट हुन्छ $1,000,000। हाम्रो जौबाट त डलर फल्छ नि बाबा, $1,000,000। यो चाहिँ सबै हाम्रो जौबारी हो है गाइजहरू। हेर्नु सर हामीले कोदो रोप्दा नि, कोदो रोप्ने बेलामा नि हामीले यहीँ कोदो रोप्छौँ। यहीँ तल खेल्ने छ। धेर बनायो। यहाँ चाहिँ हाम्रो मकै हो। यहाँ हामीले चाहिँ यति बाबा ठुलो दिदी साइली अनि मैले चाहिँ यहाँ जौ काट्न आएको। यहाँ कालेपन छ। माथि उल्लो हिलादियो, हामी चाहिँ तल्लो हिलादियो। यो खोलाले चाहिँ छुट्टा छ, तल्लो हिलादिएर उल्लो हिलादियो नि। सिखको हिलादे ठाउँमा नि तल्लो हिलादिएर उल्लो हिलादिएछ। हामी चाहिँ तल्लो हिलादियो। एउटा खोलाले काटेछ। त्यहाँ चाहिँ गुराँस झपक्कै फुलेछ। मेरो साबी दिदीको भिनाजुको घर पनि त्यही हो। हाम्रो हिलादेमा चाहिँ खास चाहिँ कति घर रे बाबा? 1 घर 2 घर 3 घर 4 घर 5 6 7 घर जति हो टोटल सिखको हिलादेमा। अनि 7 घरमा चाहिँ सबै पोखरातिर सरिसकेर 2-3 घर मात्रै छ। हामी पनि 2-4 वर्षमा सर्ने 1-2 वर्षपछि हामी नि सर्नेवालामा छौँ तयारीमा। त्यही भएर यहाँ हामीले यो खेतहरू कमाउँछौँ। अब थोरै खेत नि घटाउने भन्ने विचारमा छौँ नि बाबा।
तर बाबा चाहिँ मान्नन् बाबालाई नि हामीले कति ढिला नै घरमा राख्ने विचारमा छौँ हामी छिटै जमर्कोमा गर्दैछौँ हामीले तपाईँहरूको साथ सपोर्टले नै हामी पृथ्वीबाट चन्द्रमा पुग्ने ठुलो सपना छ के अलगो मान्छेले भनेको यो चाहिँ हाम्रो पहेको घाँस होला गाइजहरू पहेको घाँस कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला गाइजहरू कति बेतल पारेको भन्नु होला गाइजहरू म अब जो काट्छु चट्ट काट्नु पर्ने हुन्छ चटर चट्ट मेरो खेतालाले चाहिँ यहाँ जो काट्दै हुनुहुन्छ अन्तरको चाहिँ साह्रै बिचेको खेताला 200 रुपियाँ नपर्ला जस्तो खेताला मा त हेजी पचाएको हर्ने खाइरहेछ कि गाइज हामी चाहिँ अब यो के भन्छ अरे के अरे बाबा योको नाम जौ नि जौ बेचेर अब जौ बेचेर अब पोखरा घर बनाएर बस्ने अब उतै हामीले उतै गइन्छ अब यतै आइन्छ बिर्सेर ए हो र यसको के भन्छ अरे ढेँडो पनि खान्छन् अनि के भन्छ अरे सातु पनि लिनुहुन्छ तपाईँहरूकोतिर यसलाई के भनिन्छ कमेन्ट गर्नु होला को आउँछ होला कि खेतमा नि लाछा बाटीले बाटी आउनुहुन्छ ओ माय गॉड मेरो टोपी खसाल्दियो सारा कमलाको जति फरारा कहाँ यो खेतालालाई त अगाडि घरैबाट डिलिट गरिदिनलाई त गाइजहरू यहाँ चाहिँ बाबाले जो काट्दैछन् दिदीले यहाँ बाला टिप्दैछ म नि यहाँ बाला टिप्नु लाग्यो मलाई चाहिँ एउटै याद आयो बालापनको भन्दा नि म नि बालकै हो नाबालकै हो यो बजाहरू चाहिँ पानी पर्छ रे गाइजहरू हेर त माथि न मैले बजाउनु बित्तिकै माथि नै हेर त हुतुतु बादल आयो कोकोले बजाउनु भन्छ गाइजहरू यस्तो यो प्या हामी बच्चा अहिले तेरा बाउको यदि यो जौ काट्न जान्दिनुहुन्न भने यो भिडियो मार्फत प्रत्यक्ष प्रसारणमा कमला पाइजाले देखाउँदै हुनुहुन्छ च्याप्प एउटा हातले 12 सामान्ने एउटा हातले 80 सामान्ने तपाईहरू यो गर्मीमा आफ्नो सुरक्षा आफै गरेर काट्नु होला आफ्नो सुरक्षा आफै नै गर्ने भनेपछि त बुफ्नु पर्यो नि जौनी क्या अल्छी लाग्ने भयो यस्तो गरमको बेलामा हामी चाहिँ यहाँ जौ काट्नु लागेको गाइजहरू आज यो जौ चाहिँ साह्रै सुकिसकिन्छ पाकिसकिन्छ यो जौलाई सुतिर काट्ने हो कि उठेर काट्ने हो कि के गरेर काट्ने हो र दिदी भन् त एक दुई आहार दुईटा हातले काट्ने एउटा हातले आँसु समात्ने एउटा हातले बाला समात्ने च्याप काट्ने उ बाबाले काटेछ नि त्यस्तै हो साह्रै घामले पोले गाइजहरू के गर्ने हो यो चाहिँ पे बजाउँछ यहाँ दिदीले यहाँ हाम्रो मान्छेमा कालु यो चाहिँ जौ हो हाम्रो मजाले हावा लाको गाठी यो खेतमा आउँदा त आऊ बाबा बस एकछिन यो चाहिँ हाम्रो कालु मेरो साथमा हुनुहुन्छ मेरो दिजु सम्पूर्णमा नमस्कार आज चाहिँ हामी उपस्थित भइसकेका छौँ स्थानीय कलाकारहरू मेरो नाम चाहिँ रचना रिमाल नमस्कार मेरो नाम मेलिना राई नमस्कार मेरो नाम एलिना चौहान आज चाहिँ हामी एकदम मिठो स्वर भयो कोइलीको भाकामा हामी गीत गाउन गइरहेका छौँ स्थानीय कलाकारहरू तपाईहरूलाई यदि मेला तथा कुनै कार्यक्रममा कलाकार तथा खेलाडीहरूको आवश्यकता परेको छ भने बाया नगरिकन शिखरमा उपस्थित भइदिनु होला तल हाम्रो कन्ट्याक्ट नम्बरहरू पनि राख्न सक्छौँ धन्यवाद गीतको टाइटल रहेको छ
देउराली तिमीलाई सम्झँदै सम्झँदै झर्यो ओह्राली सिख देउराली तिमीलाई सम्झँदै सम्झँदै झर्यो ओह्राली थाङ खोला फरकै घुमेको फरकै घुमेको छैन माछी झर्केलाई बुनेको जाऊ साइली बेनी बजार धन्यवाद थ्याङ्क यू सो मच तपाईँलाई तपाईँको साथी र म जाँदा चाहिँ कस्तो अनुभव भइरह मुटु फुट्ला जस्तो पर्छ भन्नु नि त गए त हो त भने जस्तो भएन त्यस्तो भन्दैन म भन्नु भएछ कि मनमनी तपाईँको सोचमा तपाईँ त्यो भनेको तपाईँको सोचमा आएको तपाईँले कमला फैजालाई के सुझाव दिनुहुन्छ छिटै फर्केर आऊ तिम्रो प्रतीक्षामा बस्नेछु म कुरेर ओ माई गड त्यस्तो हो प्रतीक्षा पनि दिन रात म उसैलाई हामी चाहिँ अब घरतिर जाने रात परिसक्यो 6 बजिसक्यो 6:30 आउनु लागिसक्यो यहाँ कल्ला टिभीको आइरन यत्रो बाला टिभी पनि खनिम यहाँ छ काली बाई बाई गाइस अब चाहिँ जानुपर्छ हामी घर